नमस्ते साथीहरु। ल आज भने हामी ऊँट पकाउने छौं। ओके, सबैभन्दा पहिला चाहिँ यो ठुलो ऊँट हामीले ल्याइसकेको छौं काटेर। यो चाहिँ भाँडोमा नआउने भएको हुनाले सानो टाउकोपट्टिको भागलाई काट्नुपर्ने भएको छ र मेरो साथीले काट्दै हुनुहुन्छ। टाउकोपट्टिको हामीले एक सानो टुक्रा काटेर यसलाई भाँडोको साइजमा लिएर आउँदै छौं। हुन्छ, यसलाई काटौं। ओके, थोरै पल्टाउनु पर्ने भयो। पल्टाउँ त यसलाई। ओके भाइ, यताबाट हात लगाउनु। ओके ओके, ल अब यसलाई काटौँ यो साइडबाट। यो साइडमा काटिसकेपछि भाँडामा आउँछ। फाइनली यो चाहिँ हामीले यता टाउकोपट्टिको भागलाई दुई टुक्रा बनाइसक्यौँ। अब भने यता पल्टाउँ, फेरि सिधा बनाऊ। ओके, ल फेरि सिधा बनाउँ त। अलिकति गरुङ्गो भएको हुनाले समस्या भइराखेको छ, किनभने यो सिङ्गै ऊँट भएको कारणले गर्दाखेरि। ल बल गरौँ त एकचोटि। ल है, ओके। अब भने यो भाँडोको साइजमा आयो। भाँडो पनि बसायौँ र भाँडोभित्र ऊँट पनि हामीले हालिसक्यौँ। अब यसमा फुल पानी भर्छौँ र पाक्ने गरी हामी यसलाई उमाल्छौँ। र पाक्ने गरी यसलाई हामीले उमाल्नुभन्दा पहिला फुल पानी भरेर यसमा नुन मात्रै हालेर बोइलिङ गर्नेछौँ। अनि चामलहरू पकाइसकेपछि यो ऊँटलाई हामीले ठुलो प्लेटमा डेकोरेसन गरेर अनि साउदीहरूले अर्डर दिए अनुसारको हामी घरमा पुर्याइदिनेछौँ। सो फाइनली ऊँट पनि पाक्यो, चामल पनि रेडी भयो। अब हामी यसरी डेकोरेसन गर्नेछौँ। सबैजना मिलेर प्लेटमा डेकोरेसन गऱ्यौँ। प्याज, अन्डा, बसल, टमाटर सबै डेकोरेसन गरेर घरमा पुर्याइदिनेछौँ। ल भिडियो राम्रो लागेमा सेयर गर्नुहोला। थ्याङ्क यू सो मच।